हेलो गाइज, आज चाहिँ हामी पुणे क्षेत्र घुम्न आएको र यहाँको स्थानहरू एकदम राम्रो छ। यहाँको वातावरण पनि एकदम मिल्ने खालको छ र प्रकृति प्रेमीहरूको लागि चाहिँ यो वातावरण अत्यन्तै राम्रो छ है। हामी मात्र हैन, यहाँनिर बिहान बिहान जगिङ गर्न आउने धेरै मान्छेहरू पनि रहेछन् है। जे होस् राम्रोसँग कुराकानी गरियो, एकदम रमाइलो पनि भयो है। यो चाहिँ हेटौडाको आकर्षण क्षेत्रमध्ये एउटा पर्छ र यो एउटा पर्यटन क्षेत्र पनि हो। यसो सोधेको ऊ आउँछ कि भेट्छ कि बाटामा भन्ने भनौँ न भन्न लगेको कसै भेट कस्टमर अब तपाईँ कोही आएन भने हामी आइहाल्छौँ। कम त एकदम आउनु भुटीको त साथी हुन्छ 1000 रुपियाँ चाहिँ तिज त आउनु भएन धेरै पछि आयो पाइन बिर्सी हुनै पर्ने हो कहिले छ आज यस्तै बहिनी पनि गएर नाचेर अनि मेरो बहिनीले पनि सबै गाडीवालालाई राम्रै भएको 14 सिटर खोज्यो सरकारी खाना उहाँ गएर भन्दाखेरि यो होटल जा भन्यो तिनीहरू कहिले जिन्दगी त्यो सरहरू गएर त्यो होटलमा भात खाने आउँछ कि अस्तिको मासु र भात मात्रै मोडेर होइन तिनीहरूले त जिन्दगी कहिले गएर खाइदिए पानी